सबैलाई। आज हामी नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट सुन्दरराजा नगर कमिटीले सुन्दरराजा नगरपालिकाको कार्यालय र लुवान्द्रा केराबारी साझेदारी वन उपभोक्ता समूहमा ज्ञापन पत्र बुझाइयो। ज्ञापन पत्र खास गरेर आज यो केही समयदेखि सुन्दरराजा नगरपालिकाको यो जङ्गली करिडोर र केही तलका वार्डहरूमा पनि मानवीय क्षति पनि भएको छ। वार्ड नम्बर 12 मा भवनाथ घिमिरेको मृत्यु समेत भएको, वार्ड नम्बर 6 मा र 5 नम्बर वार्डमा घाइते पनि बनाएको अवस्थामा बालीलाई नष्ट गर्ने र जङ्गली हात्तीले अत्यन्त एउटा त्रासदीपूर्ण वातावरण बनाएको हुनाले मृतकको परिवार र क्षतिपूर्ति तथा राहत उपलब्ध गराइयोस् भनेर सुन्दरराजा नगरपालिका र लुवान्द्रा केराबारी साझेदारी वन उपभोक्ता समूहलाई हामीले सचेत गराउने कामहरू भयो। त्यसका साथै यो हात्तीको जुन प्रकोप छ यसको तत्कालीन र दीर्घकालीन समाधानको उपायहरू के हुन्छन् भन्ने बारेमा पनि छलफलहरू गरियो र नगरपालिकाले पनि सर्वदलीय सर्वपक्षीय भेला गरेर सरकारवाला संस्थाहरूसँग बसेर छलफल गरेर यसको बारेमा एउटा सतर्कतापूर्वक सचेतनताका साथ होइन समाधानको उपायहरू खोज्नुपर्दछ र यो लुवान्द्रा केराबारी साझेदारी वन उपभोक्ता समूहले पनि जनतालाई तत्काल राहत दिने कामहरू गर्नुपर्छ। यसका लागि बिजुली बत्तीहरू बाल्ने लगायत हात्तीलाई जङ्गलभित्रै सहज हुने खालका अन्य उपायहरू, प्राकृतिक तथा जैविक उपायहरू, बोट बिरुवाहरू लगाउने लगायतका उपायहरू, सीसी क्यामेरा जडान गर्ने, खाल्टो खन्ने, तार फेन्सिङ गर्ने लगायतका उपायहरू अवलम्बन गर्नुपर्छ। र मुख्य गरेर अहिले बालीनाली धेरै नष्ट भएको, क्षति पुगेको भनेको सुकुम्बासीहरू छन्। उहाँहरूलाई निसाथ दिएको छ, तर लाल पूर्जा बेगर उनीहरूले कुनै पनि त्यस्ता प्रकारका क्षतिपूर्ति नपाउने भन्ने जुन कुरा छ, यसबाट सुकुम्बासी जनताहरूलाई ठुलो एउटा समस्या छ। उहाँहरूलाई मार्का पर्छ, अन्याय पनि हुन्छ। त्यसैले अब यो प्रदेश सरकार लगायत सङ्घीय सरकारले पनि जग्गाको हक निस्सा पाइसकेका वर्षौँदेखि बसिरहेका ती गरिब निमुखा सुकुम्बासीहरूलाई पनि राहत दिने कामहरूमा धनी पूर्जा बाधक नपरोस् त्यो खालको एउटा कानुनहरू अथवा निर्देशिका जारी गरेर जनतालाई राहत उपलब्ध गर्ने काम गरोस् भन्ने कुराको समेत हाम्रो पार्टी जोडदार माग गर्दछ। धन्यवाद।